प्रिय बालेन, आज एकजना जेन्जी युवा शहीद भयो। मैले यो शब्द कुनै राजनैतिक नारा वा उत्तेजना फैलाउन प्रयोग गरिरहेको छैन। म एउटा सचेत र शिक्षित नागरिकका नाताले एउटा गम्भीर सामाजिक र संरचनागत सङ्कटको साँची बस्दै यो पत्र वाचन गर्दैछु। Where we're learning that 18 people have died. शिव भगवानको पाउमा आएर कैलाशको पाउमा आएर आज कर्णालीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र वाचापत्र सार्वजनिक गर्न पाउँदा धेरै धेरै खुसी लागेको छ। हामीले यो देशमा जुन जेन्जी पुस्ताको वैचारिक क्रान्ति, सूचना प्रविधि र नयाँ भविष्यको परिकल्पना गरिरहेका छौँ, के त्यसको भूगोल काठमाडौँको चक्रपथभित्र मात्रै सीमित छ? कर्णाली प्रदेश दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर 10 का 23 वर्षीय लोकबहादुर विक पनि त्यही पुस्ताका युवा हुन्। उनी एक सीमान्तकृत दलित परिवारका जेठा छोरा थिए, जसको काँधमा 24 घण्टा अरूको सहारा चाहिने अपाङ्ग भाइ, वृद्ध बाआमा र 16 महिनाकी एउटी अबोध बालिका छोरीको जीवन धान्ने जिम्मेवारी थियो। गरिबीका कारण उनले शिक्षाको ढोका देख्न पाएनन्। जब परिवारको भोग टार्ने कुनै विकल्प देशमा बाँकी रहेन, 23 वर्षको त्यो कलिलो युवा रोजगारीको लागि भारतको अहमदाबाद प्रस्थान गर्यो। तर घरबाट हिँडेको ठिक चौथो दिन आफ्नो कार्यस्थलमा पुग्न नपाई बिहानको ठिक 3 बजे एउटा सडक दुर्घटनामा उनको ज्यान गयो। अनियन्त्रित रूपमा आएको कारले ठक्कर दिँदा उनका सपनाहरू सबै अन्त्य भए। विदेश गई केही रकम आम्दानी गरी आफ्नो जीवन सहज बनाउन सोचेको एउटा युवा, तर घरबाट हिँडेको चौथो दिनमा आफ्नो कार्यस्थलमा पुग्न नपाई बिहानको ठिक 3 बजे एउटा सडक दुर्घटनामा उनको ज्यान गयो। अनियन्त्रित रूपमा आएको कारको ठक्करबाट उनको यो लीला समाप्त हुन्छ। घरबाट निस्किएको 7औं दिनको दिन उनको लास घर आइपुग्छ र उनको अन्त्येष्टि गरिन्छ र उनका सारा सपना धुवासँगै समाप्त हुन्छन्। प्रधानमन्त्रीज्यू, एउटा नयाँ आशाको नेतृत्व गरिरहँदा के तपाईँको नीतिगत बहसहरूमा कर्णालीका यी सीमान्तकृत युवाहरूलाई देशमै रोक्ने र न्यूनतम रोजगारी दिने कुनै ठोस खाका अटाएको थियो? यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै वृद्धि गर्न पाऊँ, तपाईँहरूको आशीर्वाद लिन पाऊँ र तपाईँहरूको अस्ति मैले फेसबुकमा लेखे जस्तै अब कर्णालीका सुइना हाममा सुइना भने जस्तै तपाईँहरूको त्यो सपना बोकेर जान पाऊँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले वाचापत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। आज उपरान्तबाट त्यो सबै तपाईँका सपना हाम्रा सपना हुनेछन्। ती सपना बोकेर यहाँबाट जान पाऊँ। धेरै धेरै धन्यवाद। नमस्कार। प्रिय गृहमन्त्री सुदन गुरुङज्यू, सडकमा न्याय नपाएर रोइरहेका नागरिकहरूलाई तपाईँले आफै सडकमा पुगेर सान्त्वना दिनुभएको र मन्त्रालयमा अबोध बच्चालाई काखमा राखेर अभिभावकत्व दिनुभएको दृश्य हामीले देख्यौँ। राज्यको उच्च तहमा बस्ने व्यक्तिको यो संवेदनशीलता पक्कै पनि स्वागतयोग्य छ। तर मन्त्रीज्यू, अहमदाबादमा लोकबहादुरको ज्यान लिने त्यो घटना एउटा सिधा हिट एन्ड रनको मुद्दा हो। अपराधी आज पनि खुला आकाशमुनि घुमिरहेको छ। हामी कर्णालीका दुर्गम कुनामा बस्ने नागरिक हौँ। हामीसँग आफ्ना साना साना पिर र रोदन बोकेर माइती घरको सडकसम्म आउने वा काठमाडौँमा बसेर कानुनी लडाइँ लड्ने आर्थिक हैसियत नै छैन। म एउटा नागरिकका रूपमा सोध्न चाहन्छु, के हाम्रो गृह प्रशासनले भारत सरकारसँग आवश्यक कूटनीतिक समन्वय गरेर यो घटनाको निष्पक्ष छानबिन र पीडित परिवारका लागि क्षतिपूर्तिको पहल गर्नेछ? के राज्यको यो न्याय प्रणालीमा पहुँचवालाहरू र कर्णालीका भूमिहीन दलित परिवारको अधिकार समान हुन सक्दैन? प्रिय परराष्ट्र मन्त्री शिशिर खनालज्यू, तपाईँले भर्खरै छिमेकी देश भारतको औपचारिक भ्रमण गरेर दुई देशबीचको कूटनीतिक र व्यापारिक सम्बन्धका ठूला सन्धिहरूका बारेमा कुरा गर्नुभयो। तर एउटा नीतिगत र बौद्धिक प्रश्न यहाँनिर उठ्छ। खाडी वा युरोप जाने नेपाली श्रमिकहरूको लागि राज्यले श्रम स्वीकृति, बीमा र एउटा प्रणाली बनाएको छ, जसका कारण कम्तीमा बाकसमा आउने लासको त गन्ती हुन्छ, तर रोजगारीका लागि वर्षेनी भारत जाने लाखौं नेपालीहरूको न त कुनै आधिकारिक दर्ता छ, न त कार्यस्थलको सुरक्षाको ग्यारेन्टी। अहमदाबादमा भएको त्यो दुर्घटनापछि पार्थिव शरीर नेपाल ल्याउनको लागि परिवारले कति ठूलो र आर्थिक भार बोक्नु पर्यो के तपाईँलाई थाहा छ? मन्त्रीज्यू, दुई देशबीचका उच्चस्तरीय बैठकका भव्य टेबलहरूमा भारतमा आफ्नो रगत पसिना बेचिरहेका यी अनगिन्ती नेपाली नागरिकहरूको कानुनी सुरक्षा, जीवन बीमा र रोजगारीका प्रमाणीकरण जस्ता आधारभूत विषयहरूले कहिले ठाउँ पाउँछन्? के हाम्रो कूटनीतिक एजेन्डाहरू यी श्रमजीवी नागरिकको जीवन रक्षासँग जोडिनुपर्ने होइन र? प्रिय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, तपाईँले सरकारको नेतृत्व गरिरहँदा देशको समग्र विकास, रोजगारी र डिजिटल प्रणालीका कुराहरू बहसमा छन्। तपाईँ सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा आफ्ना विचारहरू निकै तीखो र ठेट रूपमा राख्नुहुन्छ। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।
तौलिएर बोलिने तपाईँका शब्दहरूमा कर्णालीका यी समस्याको समाधान कहिले आउलान् कि नआउलान्। हामीले हाम्रै भाषा बोल्ने र बुझ्ने केही थान सांसदहरूलाई पनि चुनेर काठमाडौँ पठाएका थियौँ। तिनीहरूले यी प्रश्न सदन र सरकारसम्म पुर्याए कि पुर्याएनन् होला बुझिदिनु होला। अनि सरकारलाई एउटा प्राविधिक र व्यवस्थापकीय प्रश्न, हाम्रा स्थानीय तहहरू विशेष गरी नगरपालिका र वडाहरूसँग आफ्नो क्षेत्रबाट भारतमा श्रम गर्न गएका नागरिकहरूको के कुनै वास्तविक तथ्याङ्क छ? यदि कुनै तथ्याङ्क छ भने के त्यो तथ्याङ्क यो देशका नागरिकहरूलाई देखाउन मिल्छ? यदि छैन भने एउटा नागरिकलाई पराई भूमिमा अकस्मात मृत्यु हुँदा उसको पछाडि छुटेको अपाङ्ग परिवार 16 महिनाकी त्यो अनाथ छोरीको शिक्षा र जीविकोपार्जनका लागि राज्यको नीतिगत योजना के छ? नीति निर्माणको त्यो सर्वोच्च निकायमा कर्णालीको यो तीतो यथार्थमाथि किन एउटा पनि आवाज उठेन? यो मौनताले हाम्रो लोकतन्त्रलाई नै गिजाइरहेको छैन र? राति पानी पर्दाखेरि सर राति 1-2 बजे सर त्यो बच्चालाई आमा बाले बोकेर सर यताउताको घरमा जान्छु सर, एकदमै जोखिममा छ सर। अब 50,000 ऋण गाडेको सर यो पानीले घर डुबान गऱ्यो सर, यो त्यतिकै डुबियो सर ऋण। अब कताबाट ल्याएर तिर्ने सर? खरायो पालन गरेको छु, कुखुरा पालन गरेको छु सर, अनि त्यो अब कताबाट ल्याएर मैले गर्ने सर? पानीमा डुबेर त्यो सबै त्यस्तो, अनि मानवीय क्षति पनि अब हुन सक्ने अवस्था छ सर। तपाईहरू सबैले नीतिगत रूपमा कर्णालीको समृद्धिको सपना देख्नुभएको होला र हामीलाई पनि देखाउनु भएको होला। तर 23 वर्षकै उमेरमा अस्ताएको लोकबहादुर विकको यो चिसो लास र उजाडिएको यो परिवारले आज राज्यको दूरदृष्टिलाई नै प्रश्न गरिरहेको छ। जति महिला हिंसाहरू भइरहेको छ त्यो कुरालाई चाहिँ जति चेलीबेटी बेचबिखनदेखि लिएर महिला हिंसाहरू जति पनि छ त्यो कुरा चाहिँ अब चाहिँ पहिला जे भए पनि अब चाहिँ त्यसको लागि चाहिँ नीतिगत रूपमा भए पनि त्यो कार्यान्वयन भएको थिएन नि त। अब त्यो कुरालाई चाहिँ अब चाहिँ हामीले कार्यान्वयन चाहिँ गर्नुपर्छ भन्ने कुरामा चाहिँ अलिक म चाहिँ यो विषयमा चाहिँ जोड दिन चाहन्छु। के तपाईँका कर्णालीका सुइनासँग यी यथार्थ पनि जोडिन सक्छन् कि हाम्रा नीतिहरू काठमाडौँको कोठा र फेसबुकको स्ट्याटसहरूमा मात्र सीमित रहनेछन् र कर्णालीका युवाहरू यसरी नै मुगलानमा हराइरहनेछन्? अनि अन्तिम प्रश्न, टु अल आवर भाइरल एमपीज एन्ड मिनिस्टर्स, एउटा सामान्य जिन्दगीको गुजारा गर्नको लागि हजारौं युवा विदेशी भूमिमा श्रम गर्न जान्छन् र बाकसमा फर्किन्छन्। के यो संरचनाले गरेको हत्या होइन? देशमा रोजगारी र आम्दानीको कुनै ग्यारेन्टी नहुँदा आफ्नो परिवारको आवश्यकता पूरा गर्न एकजना सीमान्तकृत युवाले विदेशी माटोमा मृत्युवरण गर्नु पर्यो। के त्यो युवा परिवारको लागि शहीद भएन? प्रश्न धेरै छन् र जवाबको पर्खाइमा यो देशको एक सचेत नागरिक